हेलो वेलकम ब्याक टु माई च्यानल इट्स मी सुस्मिता हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ त्यस्तो ह्याप्पीवाला डे त छैन, तर आज मेरो कामको लास्ट डे हो। लास्ट डे भन्ने बित्तिकै एकदमै फुल अफ के भन्ने एकदमै नरमाइलो फिल भइरहेको छ। तर पनि आजको भ्लगमा हजुरहरूलाई स्वागत छ अनि हेर्दै जानु होला। आज मैले के गरेँ, काम त खासै थिएन, तर हस्पिटल पुगेपछि के गर्दैछु हेर्दै जानु होला। हामी चाहिँ अहिले मन्दिर जाँदैछौँ। हाम्रो यो कलेज अफ मेडिकल साइन्सको चाहिँ यो मन्दिर हो। हामी चाहिँ लास्ट डे भएर मन्दिर पनि किन नजाने भनेर मन्दिर गयौँ। यो बिना र म त्यहाँ चाहिँ भगवानहरूको दर्शन गरेँ। त्यसपछि हामी चिया लिन गयौँ। चिया लिएर आएर दिदीलाई भेट्यौँ, सम्झना दिदीलाई। त्यसपछि हामी चिया खाँदैछौँ, त्यहाँ डिस्कसन चलिरहेको छ के छ कसो छ। म चाहिँ चियाको आनन्द लिँदैछु ड्युटीमा। यो चाहिँ मेरो लास्ट डे भएर एभ्री मसिनहरू मैले काम गर्ने फिल्डहरू चाहिँ एकदमै मिस गर्नेछु भनौँ। अहिले त धेरै टाढा थर्ड फ्लोर का हामी एक्जाम त थिएन, तर मैले चाहिँ लास्ट डे पुगेर चाहिँ हेल्प गरेँ सबैलाई, डिपार्टमेन्टलाई, अब बायोकेमिस्ट्री, अब हेमाटोलोजी भयो, स्याम्पलहरू मलाई थाहै छ। अमन भइसक्यो जस्तै गर्दाखेरि चाहिँ एकदमै मलाई चाहिँ गर्व महसुस हुन्छ कि म एउटा ल्याब टेक्निसियन हो भनेर। चाहिँ मैले मेरो लकरको चाबी चाहिँ तारा दिदीलाई दिँदैछु। कसरी थाप्नु भयो चाहिँ भगवान्। त्यसपछि मैले सबैलाई बाई बाई भने। यो मेरो चाहिँ सबै ल्याबोरेटरी भनौँ, त्यसमा चाहिँ सबै बाई बाई गरेको छु। अब आजको लास्ट बाटो घुमाउनु। बाई बाई तारा दिदी। थ्याङ्क यू। भोलि भेटौँला नि हामी त। राम्रोसँग जाऊ। आई लभ यू। धेरै धेरै माया सम्झिँदै गर्नु। यहाँ चाहिँ मेरो लास्ट पन्च गरेँ।
कि धेरै इमोसनल भइसकेको थियो सो म अटो अब देशै छोडेर आउँदाखेरि त सो एकदमै गाह्रो नै भइरहेछ होइन अब म एक्सप्लेन पनि गर्न सक्दिनँ त्यसपछि बेलुका हजुरआमा यो ल्याबमा काम गरेको नि मैले अब 5-6 वर्ष हुँदाखेरि मैले चाहिँ यसबाट चाहिँ मैले धेरै कुराहरू सिकेँ राम्रो छ मेरो लागि हजुरहरूसँग सुरुमा पनि हुन्थ्यो अन्त्यमा पनि फेरि आउनु लास्टमा चाहिन्छ त मैले तिमीलाई के भन्नु छ गरिमा बिचमा नभए पनि लास्टमा आइपुग्यो अब भोलि चाहिँ सुताइदिए के हुनुहुन्छ मलाई अहिले आशा दिदी नभएको आकाङ्क्षा तिमीलाई के भन्नु छ मेरो लागि यहाँ आउ न मेसेज फर मी दिदी सुन हिजो के मैले के हिजो ढिलो गएको क्या हामी अनि मैले यतिकै हेर्दाखेरि मैले के दिदी के भिडियो भेटेको थिएँ मेरो मोबाइलमा कहाँ हजुरको मोबाइल चार्जमा थियो चार्जै नभएर अनि मेरो मोबाइलमा रेकर्ड गरेको थिएन हामी बाहिरमा एउटा कुरा याद छ म गीत गाउँदैछु दिदी चाहिँ सुन्ने मान्छे है लख सम्झाओ मैं तो दिल समझे नहीं पाता मांगे तेरी खेरिया म कस्तो डिस्टर्ब नगर गीत गाइरहेको छु चरा चढेर मैले जिन्दगीमा नसिकेका कुराहरू छन् धेरै नजानेका कुराहरू छन् मैले यो मेडिकल लाइनबाट चाहिँ धेरै सिक्ने मौका पाएँ मेरो भिडियो बनाइदिरहेको छ क्या जब म यो भ्लग एडिट गरिरहेको छु होइन तर यो एकदमै अब देश छोडेको पनि कस्तो फिल भइरहेको छ भने अझै पनि म त्यही मोमेन्टमा छु त्यही साथीहरूसँग खेलिरहेको छु हाँसिरहेको छु बोलिरहेको छु नाइट चाहिँ हामी चिया खान जान्थ्यौँ छोडी हाँस्थ्यौँ खेल्थ्यौँ के माग्या एकदमै मिस गर्छु सबैलाई मेरो प्यारी बहिनीलाई सबैजना मेरो साथीहरू सबै स्पेसली दिदीहरू राधा दिदी तारा दिदी शोभा दिदी अलिसा दिदी शोभा दिदीहरू रश्मि दिदी हुनुहुन्छ यति धेरै मिस गर्छु सबै मोमेन्टहरू जति पनि मेरो स्टुडेन्टहरूले मलाई स्पेसल फिल गराउनु गरायो दिदीहरूले सपोर्ट गर्नुभयो साथीहरूले सपोर्ट गर्यो हाँस्यौँ खेल्यौँ एकदमै प्राउड फिल गर्छु एउटा मेडिकल ल्याब टेक्निसियन हो जसमा चाहिँ मैले मान्छेहरूलाई चाहिँ हेल्प गर्न सकेँ धेरै प्रकारले उहाँहरूको रोगहरू पत्ता लगाउन सहयोग गरेँ एकदमै ब्लेस्ड फिल गर्छु यो हाम्रो राम्रो सुख दुःख राम्रो नराम्रो हाँस खेल गर्दै बित्यो जिन्दगी भने जस्तो मलाई चाहिँ एकदमै मिस हुन्छ इच एन्ड एभ्री मोमेन्ट हामी पिकनिक जाँदाखेरिको रमाइलो हामी तिजको कार्यक्रम हुँदाखेरि रमाइलो समग्रमा सबैले आफ्नो दुःख पीडा भुलेर नाचेको सबैजना रमाइलो गर्दाखेरिको पल सधैँभरि मिस हुनेछ होइन म्यामहरू सबैजना मेरो साथीहरू युमिना भइहाल्यो सगुन भइहाल्यो सलिना एकदमै मिस गर्छु स्पेसली वीरेन्द्र सर
वीरेन्द्र सरसँग चाहिँ यति धेरै रमाइलो हुन्थ्यो कि त्यो एक्सप्लेनै गर्न सकिँदैन वीरेन्द्र सरसँगको ड्युटी। स्पेसली सुशीला म्याम, भानु म्याम, सबैजना म्यामहरूलाई चाहिँ एकदमै थ्याङ्कफुल छु। अनि मेरी मुवालाई धेरै धेरै माया अनि धेरै धेरै सम्झना। थ्याङ्क यू फर वाचिङ एन्ड थ्याङ्क यू फर giving me the opportunity to work